हेलो हेलो गाइज वेलकम टु न्यू ब्लग हुन आज समय चाहिँ रहेको छ 8:28 PM होइन यो चाहिँ रातिको ब्लग हो। ल अब आज होलीको दिनमा केटाहरूलाई यसो पार्टी खेल्न भनेर आज पार्टी भइरहेछ है। तपाईँहरूलाई म बिस्तारै सब देखाउँदै जान्छु है। ल माया गरिदिनु है। ल यता ल चट्ट केटाहरू गोबी काटिरहेछन् पुरा आफ्नो कामतिर लागिरहेछन्। ल केटाहरू सब चिलमा छन्। ल यता आज होलीको दिनमा यसो केटाहरू सबलाई केटाहरू सब मिलेर पार्टी गर्ने भनेको त चाउमिन भयो अनि त्यस्तै सुँगुरको मासु भयो अनि त्यस्तै लिएर आएका छौँ। ल है ल चट्ट हस्तबहादुर तिरुवाको घरमा हो यो चाहिँ। ल है चट्ट पारेर आज सो गरिदिउँ भनेको त। ल केटाहरू खन्चु आउनु खान नभए कार जस्तै भनौँ अब पछाडि पुरा अब चट्ट यता मसला पिन्ने तयारीमा हो। खुर्सानी र नुन लिएर अब हाम्रो विवेक सर यहाँ पिन्नको लागि बाहिर जानुहुँदैछ। डरले मलाई पनि बोलाउँदैछन्। यो पछाडिको चाहिँ भाइ टर्च देखाउने। अब चट्ट यतातिर यहाँ उग्लातिर आएर अलिक पिन्दिएर आएको के चट्ट मसला टक्क नुन खुर्सानी हालेर अब कति हालौँ भनेर सोधिरहेको त्यति हाले होइजान्छ भनिदिएँ मैले नि। अब पिनिरहेछ मस्तले पिनिरहेछ। अब यसलाई पिन्न आउँदैन है गाइस, सिकाइदिनु है। पिन्न नआएर कसरी हानिरहेछ तपाईँहरू सिकाइदिनु है यसलाई। ल है गाइस पिन्न आएन। अब सक्रा चिलमा केटाहरूले अब लास्ट अब गाउँघरतिर चुलोमा हो, ग्यास छैन। अब गाउँघरतिर हो, गाउँघरको चुलो गाइस। चुलो यस्तो छ आगोमै धौधरी बलिरहेछ। ल है छ अब यस्तै केटाहरूलाई भित्रको के गर्दैछन् हेर्न जाउँ भनेर अब यस्तो आइदिरहेको। यता चाहिँ हाम्रो केटाहरू सब आफ्नो धन्दामा छन् चिलमा। अब यहाँ हस्तबहादुरतिरको घर है, यिनलाई पनि धेरै माया गरिदिनु है। ल समय गर्नु लास्ट कामचोरकै काम आउने रहेछ है गाइस। लास्ट कसैले मसला नपिन्न आएर मलाई पिन्न पठायो है। ल कस्तो पनि मैले पनि पिनिरहेको छु, कस्तो पिन्ने हौ। ल अब पिन्दा फाइनली नि मसला पिनिसकियो। अब अरू गृह कार्य गर्नु पऱ्यो है। अब अरू काम गर्नु पऱ्यो। एउटा सकियो, अब अरू ठाउँ जाउँ है। ल अब हुँदा केटाले अब मलाई भाँडा माझ्न पनि पठाइदियो है। ल मस्त के गर्ने गाइस, अब माझ्नै पऱ्यो। अब पार्टी जस्तो चिज अलिकति गर्नै पऱ्यो। अब घर गयो अब आमा मम्मी यिनीहरूले सघाउनुहुन्थ्यो। अब बाहिर पऱ्यो मस्तले। ल चट्ट अब ल है यस्तो गर्दा मस्त अब फाइनली गइसक्यो। अब मस्त धुँदैछौँ है। अब मस्त धुने क्रममा छौँ। र चट्ट धोएर अब मस्तले ठ्याक्क धोएर अब यस्तो न चट्ट धोएर पनि अब सकियो। अब घारोतिर लाग्नु पऱ्यो। अब घारो चट्ट पारेर अब घारो सारो यसो गर्नु पऱ्यो। घारो लाएर अब चट्ट पारेर गर्नु पऱ्यो है गाइस। माया गरिदिनु है, माया।
सबले साथ सपोर्ट गरिदिनु है ल। ल चट्ट अब फाइनली गाह्रो पनि लगाइसकियो न अब चट्ट अब अरू गृह कार्य गर्नेतिर लागौँ। अब यसमा थोरै यसो केटाहरू सब अब आफ्नो कामधन्दामा चिलमा ल है गाइज। अब यता तातो पानी चाउमिन उमाल्नको लागि यहाँ बोफाउनको लागि पानी तयार भइरहेछ। ढक्क बाँडेर अब हामी चाउमिन पनि हाल्यौँ है। अब यसो चाउमिन पनि हामीले ल्याम्मै हाल्यौँ। चाउमिन पनि हाल्यौँ। अब एकचोटि उमाल्नुपर्छ। चट्ट उमालेर अब मस्त एकछिनमा पाक्छ है गाइज। ल अन्तिमसम्म हेरिदिनुलाई गाइज। सबले माया गरिदिनु साथ सपोर्ट गरिदिनु। चट्ट साथ सपोर्ट गरिदिनु माया गरिदिनु। यता चाउमिन उमालिरहेको छौँ। अब मस्त भयो कि नै भनेर यसो विचार गर्दैछौँ है गाइज। अब फाइनली हाम्रो चाउमिन पनि तयार भयो। अब हामी यसो भित्रतिर गयौँ है गाइज। यसो भित्रतिर गयौँ। अब चट्ट पारेर तल कोसी यसो भाँडा तल थापेर माथिदेखि मच्छरदानीमा अरू भाँडा त छैन गाइज। मच्छरदानीमा टक्क हालेर ल सर्र है। ल केटाहरूले अब छ्याम्मै छोडे है। ल यसले छोडिदिए यार तैट धन्नै पुगेको। अब हामी मस्त पानी सानी तारेर अब है गरेर आएको। अब ल यति पानी भरियो। यो पानीलाई अलि फाल्नुपर्ने अवस्था आयो। यो पानीलाई अब ल्याम्म फाल्यौँ। अब यतातिर मस्तले भइरहेछ। अझ ल्याए अझ गर्नु पर्ला जस्तो छ पुरा। खनाउनु कुरा खनाउ पुरै खनाउ। पुरै खनाएर चाउमिन यस्तो गरेर है। चाउमिन पनि भयो। ल अब यतातिर सुँगुरतिर लगाउँ। सुँगुर पनि चट्ट बाँडेर सानो सानो पिस बनाएर अब पकाउँदैछौँ। अब यता हामी चाहिँ मसला तयार गर्नु पऱ्यो। यहाँ पुरा मस्त रङसङ चुकसुक अजियासो सब एउटामै मिक्स छ। अब यसो गर्नु पऱ्यो चट्ट बाँडेर। अब यता मस्त चट्ट पारेर मसला ससला पनि फाइनली हालिसक्यौँ। अब भित्र यसो अब सुँगुर फ्राई हुँदैछ है। ल गाइज चिकन फ्राई हुँदैछ मस्तले। भित्र केटाहरूलाई फ्राई गरिरहेछन्। मस्त फ्राई गरिरहेछन्। अब त्यसमा अलिकति केही हाल्नुपर्ने जस्तो छ। अब चाउमिन यता हेर्नुहोस्। अब चाउमिन पनि हाल्यौँ। अब मस्त चाउमिन पनि अब पुरा चिकन चाउमिन बनाऊ। अब पुरा मस्त अब यता आइरहेछ। हुँदैछ अब है। सब आफ्नो धन्दामा छन्। यता हेर्नुहोस् खान्न भए कङ्काल भन्न अब खन्चुवा यता आफ्नै दुलमा छन् सब कुराहरू। अब फाइनली भइसक्यो है। ल तयार पनि भइसक्यो। अब हामी खान्छौँ। अब भाग साग हाल्छौँ टक्क बारेर। अब मस्त सबलाई भाग पनि हालिमिट्यो। लास्टमा मलाई टुपमै पठाए ल है गाइज। अब टक्क बारेर हामी खान्छौँ। ल गाइज सबले माया गरिदिनु।